दार्जिलिङ पुल बजार खण्डको मजुवा ग्राम पञ्चायत अन्तर्गत अप्पर सिङबुङ डेरा युमा अनि रङ्गित मजुवा खरानी WUA लाई पश्चिम बङ्गाल सरकारबाट सरकारी तौरमा मनोनित गरिएको छ। मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चाको विशेष उपस्थितिमा WBADMIP DPMU दार्जिलिङ वाटर रिसोर्सेस इन्भेस्टिगेसन एन्ड डेभलपमेन्ट डिपार्टमेन्ट विभागीय EA नीलाद्री शेखर बर्मन, IDS राजदीप चक्रवर्ती, AE सागर दत्त, एग्रिकल्चर SPAL मालकोटी मोन्डक, SAE शुभजित धारा, एग्रिकल्चर FA मनोज महतो अनि न्यूज दार्जिलिङ सपोर्ट अर्गनाइजेसनका सहयोगीहरू CMECT प्रमुख ऋतिक रोय, AE याबेश भित्रीकोटी, DE विजय लामा, CWBAS सुब्बाको उपस्थिति रहेको उक्त सरकारी तौरमा मनोनित कागज पत्रहरू आज मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङदी लेप्चा मार्फत DPMU द्वारा युमा WUA लाई हस्तान्तरण गरियो। मजुवा ग्रामका निम्ति यो एउटा उपलब्धि मान्न सकिने विचार राख्दै ग्राम पञ्चायत प्रधान लेप्चाले भन्नुभयो, विश्व ब्याङ्क अन्तर्गत भएको यो विकसित वाटर पम्पिङको पानीले क्षेत्रका कृषकहरूलाई धेरै फाइदा पुग्ने अनि सरकारी सहुलियतहरू यी सम्बन्धित कृषकहरूले प्राप्त गर्न सक्ने पनि उनले भरोसा गरे। दार्जिलिङ पुल बजार खण्ड विकास क्षेत्रहरूमा मजुवा ग्राम नै पहिलो हुन् जसले कृषि सिँचाइको निम्ति वाटर पम्पिङ पानीको काम गरिरहेको छ। मजुवा ग्राम पञ्चायत सम्पूर्ण क्षेत्र नै कृषि उत्पादन गर्न सकिने ठाउँ हो जसलाई सिँचाइको व्यवस्था जरुरी रहेको कुरा उनले राखे। पञ्चायत चुनाव हुन पहिलेदेखि नै यस विषयमा प्रधान लेप्चाले काम गरिरहेको तिनले बताए। यसरी आज दुईवटा परियोजनाको लेनदेनमा युमा WUA का अध्यक्ष धीरेन सुब्बा, सचिव मन प्रसाद सुब्बा, खरानी WUA का अध्यक्ष दावा लेप्चा अनि सचिव सबिन लेप्चासित कागज पत्रको सिफारिस गरिएको छ। कृषि क्षेत्रको निम्ति यस उपलब्धिले कृषकहरूको कार्य प्रणालीमा सहयोग पुग्ने आशा राख्दै मजुवा ग्राम प्रधान रोगेन वाङदी लेप्चाको योगदानप्रति क्षेत्रवासीले आभार प्रकट गरेका छन्। बोल के आज सेकंड टाइम मतलब पहले वाले हो गया, पहले नंबर हैंडओवर, आज सेकंड हैंडओवर हो रहा है खरानी मजुवा। इसके लिए हम लोग सबको नमस्कार है, म दावा लेप्चा आज कमिटीको प्रेसिडेन्ट है। र विशेष जति पनि कुरा जस्तै हाम्रो अघिका वक्ताहरू जति पनि टिमहरू हुनुभएको छ वर्किङ ग्रुपका है वर्धनज्यूले भनिसक्नु भएको छ। र फेरि पनि हामी चाहिँ अब जुन ग्रुप खोलेको छ, आज जुन वर्ल्ड ब्याङ्कबाट हामीलाई जुन सहुलियत आएको छ है, यो पानीको जुन प्रोजेक्ट भएको छ, अझै थुप्रै प्रोजेक्टहरू है सहुलियतहरू आउनेछ। यसको निम्ति विशेष हामी यहाँ सम्पूर्ण टिम लगायत हाम्रो यो जुन हाम्रो प्रधानज्यूले जो यो मजुवा अथवा यो बिजनबारी ब्लकमै पहिलोचोटि गरिदिनु भएकोमा उहाँलाई हामी धन्यवाद दिँदै है मेरो जो छोटो वक्तव्य र हाम्रो सबै ग्रामवासी साथै हाम्रो लगायत म एउटा पोर्टफोलियोमा है प्रेसिडेन्टको नातामा यहाँ सबैलाई धन्यवाद दिँदै मेरो छोटो वक्तव्य म यही समाप्त गर्छु। नमस्ते। र आज विशेष गरी है मजुवा ग्राम पञ्चायत अन्तर्गत सुनिडेर मजा अनि मजुवामा विशेष गरी एउटा ह्यान्डओभर टेकओभरको कार्यक्रम भयो। र यो कार्यक्रम चाहिँ कसले गरेको र किन गरेको भन्दाखेरि विशेष गरी WBADMIP डिपार्टमेन्टका विशेष आज हाम्रो IDS सर है अनि न्युजका हाम्रो टिम लिडर भाइ अनि हाम्रो न्युजकै टिम वर्कर भाइ भुवन सुब्बा र अनि सम्पूर्ण विभागका अधिकारीहरू र साथसाथै WA वाटर युजर कमिटीका मेम्बर, प्रेसिडेन्ट, सेक्रेटरी र सम्पूर्ण गाउँवासी भेला भएर आज विशेष डिपार्टमेन्टले विगत दिनमा गरेको कामहरू जस्तै यो सिँचाइको कामहरू जस्तै कृषकहरूले लिएर पानी काम भएको थियो र त्यो काम चाहिँ आज कम्प्लिट भएर चाहिँ विभागीयले चाहिँ आज हाम्रो यो कमिटीलाई चाहिँ ह्यान्डओभर गरिरहेको छ। र विशेष गरी आज तपाईँलाई के भन्न चाहन्छु भने यो जुन चाहिँ वर्ल्ड ब्याङ्क स्किम चाहिँ बिजनबारी खण्ड विकासमा मजुवा ग्राम पञ्चायतमा सर्वप्रथम 2 जग्गा चाहिँ आज यो ह्यान्डओभर टेकओभर कार्यक्रम भयो। र सर्वप्रथम त हामी यसमा एकदमै खुसी छौँ। मजुवा ग्राम पञ्चायत साथसाथै ग्रामवासीले
बिजनपुरी खण्डमा नै हामीले यो ग्राम मजर ग्रामले फर्स्ट यो काम गरेकोले गर्दाखेरि यो वर्ल्ड ब्याङ्कको सेकेन्ड फेज काम चाहिँ हाम्रो जग्गामा भएको छ र यो काम यो भोलिको दिनमा हाम्रो कृषकहरूलाई कस्ता खालको एउटा फाइदाहरू दिन्छ र के यसमा के बेनिफिट छ भन्दाखेरि विशेष गरी मजर ग्राम पञ्चायत क्षेत्र चाहिँ एउटा कृषि ल्यान्ड भएकोले गर्दा कृषकहरूको मेजोरिटी ज्यादा भएकोले गर्दाखेरि यहाँनिर एकदमै कृषि उगाउनु अनि कृषिमा काम गर्ने धेरै छ र धेरै प्रकारका समस्याहरू हाम्रो मान्छेले झेलिरहेको छ। धेरै काम कुरोको अनुभव नभएकोले गर्दा कृषकहरूलाई धेरै प्रकारका समस्याहरू भइ नै रहेको छ र तर अब आउँदो दिनहरूमा जुन विभागले स्किमहरू दिइरहेको छ स्किमहरू हुनेवाला छ एकदमै कृषकहरूलाई बेनिफिट भएर जानेछ र कृषकहरूले धेरै नै उपलब्धिको कामहरू र डेभलपमेन्टको कामहरू गर्न सक्छ भन्ने हामीलाई विश्वास छ र आज त्यही सम्बन्धमा त्यही विषयमा आज यो कार्यक्रम पनि भयो र विशेष गरी यो विभागीय पक्षबाट पनि एक दुई शब्द हाम्रा अहिले शब्द राखिदिनुहुन्छ भने म उहाँलाई पनि एउटा नम्र निवेदन गर्छु। वेस्ट बंगाल एक्सेलरेटेड डेवलपमेंट अब माइनर इरिगेशन प्रोजेक्ट के दौरान आज दार्जिलिंग डिस्ट्रिक्ट का डिस्ट्रिक्ट प्रोजेक्ट मैनेजमेंट यूनिट की तरफ से और हमारा उसके साथ सपोर्ट ऑर्गेनाइजेशन है न्यूज, कुल मिला के हम लोग एक होके आज दार्जिलिंग डिस्ट्रिक्ट का मजुआ जीपी में मजुआ ब्लॉक का अंतर्गत वहाँ पे 2 डब्ल्यू को आज हमारा जो वर्ल्ड बैंक का फेज 2 WBADMI का जो काम हुआ है वो आज हैंड ओवर हो गया। झोड़ा वाटर मैनेजमेंट स्कीम, एक डब्ल्यू का नाम है युवा डब्ल्यू और दूसरा डब्ल्यू का नाम है खाटेनी मजुआ। ये 2 डब्ल्यू एक साथ सिंगुंडेरा मोजा में अंतर्भुक्त है। अभी ये जो डब्ल्यू अभी काम कर रहा है, अभी आज से जो हम लोग WBADMI के नियम के अनुसार आज हैंड ओवर कर दिया है। आगे जाके ये स्कीम वो लोग खुद चलाएंगे, मगर कैसे चलाएंगे, कैसे ऑपरेशन मेंटेनेंस करेंगे, उसके एग्रीकल्चर सपोर्ट सर्विस के दौरान क्या काम होगा, उसके लिए पूरी तरफ से WBADMI DPMO दार्जिलिंग और सपोर्ट ऑर्गेनाइजेशन न्यूज की तरफ से पूरी तरफ से हैंड ओवर दिया जाएगा। धन्यवाद। समाचार।